हजुरहरूले यस्तो यस्तो अथवा यस्तो अरू कसैको आँखामा देख्नुभएको होला या आफ्नै आँखामा पनि आएको होला, तर कहिले सोच्नुभएको छ यो के हो, यसलाई के गर्ने अथवा यो किन आउँछ भनेर? यसलाई चाहिँ हामी जेन्थेलिज्मा भन्छौँ। जेन्थेलिज्मा भनेको आँखाको यो चेपमा बोसोहरू जम्मा भएर सानो सानो बोसोको डल्लो आउनु हो। यसले चाहिँ हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढेको, हाइपोथाइरोइडिजम, लिभर फङ्सन बिग्रिएको सङ्केत गराउँछ। त्यसैले यस्तो डल्लोहरू देखेमा, आँखाको चेपमा डल्लो आएमा हामीले लिभर फङ्सन टेस्ट गरेर हेर्ने, ट्राइग्लिसराइडको लेभल हेर्नुपर्छ, लिपिड प्रोफाइल गरेर हेर्नुपर्छ र हाइपोथाइरोइडिजमको लागि थाइरोइड फङ्सन टेस्ट गरेर हेर्नुपर्नेछ। कतिपय मानिसमा यो कोलेस्ट्रोलको मात्रा घटेपछि आफै हराएर जाने गर्छ, तर यो घटिरहेको छैन अथवा बढिरहेको छ भने चाहिँ हामीले यसलाई लेजरको प्रविधिबाट अथवा चिरेर पनि फाल्ने गर्छौँ। त्यसैले यस्तो देखिएमा आफ्नो कोलेस्ट्रोलको मात्रा, थाइरोइडको लेभल अथवा डायबिटिज भएको छ कि छैन भनेर अवश्य चेक गराउनु होला। धन्यवाद।